अनि कसलाई हान्नु त जेठीबारीलाई सबै कुरा तिमीहरूलाई अलिकति पनि लाज लागेन आफ्नै बाउलाई दबाई हालेर खुवाउनलाई लाज शरम सकिएका तिमीहरू जस्तालाई कसले छोरी भन्छ तिमीहरू छोरी हो तिमीहरूलाई छोरी भन्दा नि लाज लाग्छ आफ्नै बाउलाई है फेरि किन 15-15 लाख खाएको तिर्नुपर्छ भनेर हो किन नबोलेका बोलाएन एउटाले अर्कोलाई हेर अर्कोले अर्कोलाई हेर बच्छु भनेर सोचेका होला होइन तिमीहरूले अझ हेर न केही नबोलेका बोला न अरू बेला त बुरु गर्थ्यौ त होइन तिमीहरू कस्तो छोरी क्या आफ्नै बाउलाई पैसा तिर्नुपर्छ भनेर स्प्राइटमा विष हालेर खुवाउन आँटेका होइन हामीले कहाँ विष हालेको छ हामीले विष के हालेर खुवाएको त यहाँ निद्रा लाग्ने दबाई हो ए बोल्न लाज पनि नलाग्यो होइन तपाईँ त जेठी छोरी होइन यही हो जेठी छोरीको कर्तव्य आफ्नो बाउलाई मार्ने प्लान त खत्रै बनाएको रहेछ कहाँ मार्न खोजे हो त निद्रा लाग्ने दबाई 2-3 दिन लट्ठिन्छन् कि भनेर पैसा माग्छन् भनेर अझ हेर न अझ यही निन्द्रा लाउने दबाई बाउले पहिले नै खाएको भए तिमीहरू 3 जना जन्मिन्थ्यौ त धेर बढी नकर के को नकर आफ्नो हेर न पहिला रूप कस्तो छ बाहिर त टिलिक्क देखिन्छ त भित्र त काहीँ नभएको पाप लुगा राखेको रहेछ त यो संसारमा तिमीहरू जस्तो छोरी कोही पनि छैन आफ्नै बाउलाई निन्द्रा लाग्ने दबाई खुवाइदे गरे बोल्न पनि कति सजिलो लाग्यो तिमीहरूलाई चुप लाग त के को चुप लाग आफै गल्ती गर्नु छ अनि फेरि ठुल्ठुलो कुरा गर्नु छ तै चुप लाग ला गर्नुसम्म गरिने काहीँ नभएकी छुच्ची रहेछ यो दिदीको नन्द त किन देखाउनु क्या बाउलाई हेर्छ यही बर्बाद गरी अनि कसलाई हान्नु त जेठीबारीलाई सबै कुरा तिमीहरूलाई अलिकति पनि लाज लागेन आफ्नै बाउलाई दबाई हालेर खुवाउनलाई लाज शरम सकिएका तिमीहरू जस्तालाई कसले छोरी भन्छ तिमीहरू छोरी हो तिमीहरूलाई छोरी भन्दा नि लाज लाग्छ आफ्नै बाउ